हेलो एवरीवन, वेलकम बैक टू माय यूट्यूब चैनल। और अगर तुम लोग नए हो तो सब्सक्राइब करो। वो जो लाल वाला बटन है उस पर फूट फेंक के मारो या फिर मोमबत्ती, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए। सबैजना सन्चै आरामै हुनुहुन्छ होला, म पनि एकदम गुड छु। आज नयाँ दिन नयाँ भिडियोको साथ तपाईँहरूमा आज उपस्थित भइसकेको छु। आज चाहिँ यस्तो पानी परेको छ होइन, बाहिर कहीँ जान दिएको छैन। पानी झन् बिदो होला भन्दा झन् ठुल्ठुलो परिरहेको होइन। टक्क लाएर खोला नाला बढ्या होला, सबैजना सतर्क अपनाउनु होला होइन। यो पानीको बेलामा कतै बाहिर साहिर ननिस्किनु होला है। भएको बेला नि फेरि पानी त यस्तो ठुलो पऱ्यो नि आज त पानीको त कुरै नगरौँ के। लास्ट पानी परे बाहिर नि निस्किन नि मिले छैन हौ। त्यस्तो पो परेको त आज त सम्झी परिरहेको पानी पनि। कसलाई सम्झेको कुन्नी, पानीले पनि मायालाई सम्झे जस्तो छ हौ गाइज। यस्तो पानी परिरहेको त हेर्न सक्नुहुन्छ तपाईँहरूले पानी परेको होइन। क्यामेरामा त खासै देखिएको छैन, तर बाहिर चाहिँ लास्ट ठुलो परिरहेको। क्यामेरामा चाहिँ ससानो देखियो होला होइन, तर खतरा परिरहेको पानी चाहिँ। पानी परेको त राम्रो हो, धानलाई टक्क हुन्छ पनि होइन, तर फेरि खोला नालाको वरिपरि घरसर छ भने खोलासोला बढेर होइन त्यो घरलाई पनि असर पर्न सक्छ नि त फेरि। त्यही भएर एकातिर नपरेको ठिक, एकातिर परेको पनि ठिक। के हो सबैतिर पानी परिरहेको होला होइन। हाम्रोतिर त गजबले परिरहेको छ पानी, हेर्न सक्नुहुन्छ तपाईँहरूले पानी होइन। बाहिरबाट अलिअलि यसो बनाएको भिडियो है, सानोतिनो सर्टकट टक्क लाएर सबैजनाले हेर्नु होला, माया गरिदिनु होला है। लाइक कमेन्ट सेयर गरिदिनु होला, सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला नि गाइज। पानी परिरहेको छ अझै पनि, हेर्न सक्नुहुन्छ पानी। साथी तिमी कहाँ छौ, पानी परिरहेको छ अझै पनि। बिदो भयो
पानी पीछे पैसा यो खर्च होइन गरेको हावाले गर्दाखेरि अर्को भिडियो